विशेष अब यो 10 दिने जुन सार्वजनिक अभिव्यक्ति कला तालिम चाहिँ एकदमै इम्पोर्टेन्ट हो हाम्रो जीवनमा। किनभने म बोली पनि राखेको थिएँ, तर मैले कार्यक्रम चाहिँ जहिले पनि अरूको लिएर त्यो ढाँचा चाहिँ अरूको तयार पारेकोमा गर्थेँ कि। अनि आफूलाई चाहिँ त्यो अब तरिका हुन्छ नि त, अब सुरुदेखि राख्ने थाहा हुँदैन थियो, एउटा बनाइदेऊ न भन्थे। तर अब यो तालिमले चाहिँ मैले अरूको गुहार दिनु पर्दैन। म चाहिँ यो कन्फिडेन्स भयो कि म आफै अब सबै तयार पारेर म अरूलाई चाहिँ सिकाउन सक्छु र अरूलाई दिन सक्छु भन्ने चाहिँ यो 10 दिनको तालिमबाट मैले त्यो ज्ञान पाएँ। र अर्को कुरा, हामी चाहिँ कुनै कुरा पनि सिक्दाखेरि चाहिँ उमेरले चाहिँ छेक्दैन। म अहिले ब्याचलर पनि पढ्दैछु, 1 वर्ष भइसक्यो मेरो, अब 2 वर्ष बाँकी। अनि मैले बिटिएस अहिले जोइन गरेँ। त्यो बिटिएस अगाडि मैले डिसिएस पनि म कलेजै गएर पढेँ। म 2 वर्ष सिधाएर झन्डै फेरि 1 वर्ष मेरो सिधिसक्यो भन्दा मलाई अहिले चाहिँ हरेक कुराको रिसर्च गर्नु मन लाग्छ। किनभने उमेर चाहिँ 50 काटिसक्यो, तर म 16 को भन्छु जहिले पनि। किनभने म जोस जागर, मैले अस्ति हिस्ट्री पढेँ, मलाई हिस्ट्रीमा एकदमै अनुसन्धान गर्नु थियो। अनि मैले अहिले बुद्धको हिस्ट्री पढिसकेँ होइन। अनि त्यस्तै क्रममा मैले इतिहास चाहिँ के त भन्दाखेरि चाहिँ अब राणाहरूको के हो त भनेर मैले इतिहास पढ्दै जाँदाखेरि मैले म्युजियमहरू हेर्नुपर्छ क्या। अनि त्यो क्रममा चाहिँ मैले अहिले इतिहास चाहिँ सबै खारेँ क्या। अस्ति त्यहाँ गएर सुनाउँदा छक्क पर्नुभयो। त्यस कारण गर्दा सिक्ने र सिकाउने क्रम उमेरले छेक्दैन। जस्तो उहाँ जेन्जी भाइ के उमेरमै हुँदाखेरि सिक्ने रहेछ, बिचमा चाहिँ हामी यो जन्जालमा परेकोहरूले सिक्न सकेन। अहिले मलाई त्यो सबैबाट मुक्त छु नि। अनि अहिले मलाई लाग्यो म सबै कुरा, मलाई के त म सबै यो गर्न सकेँ, तर मसँग फेरि के त प्रमाणपत्र थिएन क्या। मान्छेले प्रमाणपत्र पनि हेर्दो रहेछ क्या सर। अनि मलाई धेरै साथीहरूले तपाईँले ट्रेनिङ लिनु भएको छ, ट्रेनिङ नलिँदा नि यति बोल्नुहुन्छ। तर मलाई गड गिफ्ट हो क्या सबै कुरा होइन। मसँग ट्रेनिङ त थिएन, तर पनि यो सर्टिफिकेटले पनि काम गर्दो रहेछ भन्ने कुरा पनि लाग्यो है। अनि यति भन्दै, अनि विशेष गरेर यो आयोजक टिम सांस्कृतिक युवा समूहलाई चाहिँ म विशेष गरेर धन्यवाद दिनुपर्छु कि हामी जस्तो एजको मानिसलाई पनि यस्तो तालिम दिएर यसरी अगाडि बढाउन लागेकोमा धेरै धेरै धन्यवाद हाम्रो बेचेन सरलाई अनि हाम्रो भीम सरलाई। यति भन्दै तपाईँहरूको सामु म बिदा हुन चाहन्छु।